सो हेलो गाइज है दिस मेसेज इज फ्रम एडोप्टिभ फ्यामिली है जो जति पनि हामीसँग आबद्ध भएर जोडिनु भएको छ उहाँहरू यदि सुन्दै हुनुहुन्छ भने उहाँहरूको एउटा मेसेज रहेको छ है। सर्वप्रथम त जो जति पनि आजको प्रोटेस्टमा संलग्न हुनुभयो उहाँहरूको योगदान एकदम अतुलनीय छ। साथसाथै आज धेरैजनाले आफ्नो ज्यान पनि गुमाउनु पुग्नुभयो है। सो उहाँहरूको योगदान देशले सधैँ सम्झिरहनेछ। साथसाथै उहाँलाई हाम्रो तर्फबाट मनैदेखिबाट हार्दिक श्रद्धाञ्जली। र अर्को कुरा आज जे भयो जे घटना घट्यो त्यो घट्न नहुने थियो। द्याट वाज क्वाइट अनफर्चुनेट है। सो भोलिको दिनमा चाहिँ भोलिको लागि चाहिँ हाम्रो कम्प्लिट रूपमा अफिस सटडाउन रहनेछ इन्टायर है। हाम्रो पचन पाचनदेखि लिएर हाम्रो कम्प्लिट अपरेसनल पुरै सटडाउन रहनेछ। सो अन्टिल फर्दर नोटिस है तपाईँहरू आफ्नो घरमा एकदम सेफली बस्दिनु होला। सो धेरै भिडभाडमा नगइदिनु होला है। प्रोटेस्टतिर जानुभयो या समथिङ त्यतातिर कतै संलग्न हुनुभयो भने आफूले सुरुमा चाहिँ सेफ गराउनु होला। साथसाथै अर्को कुरा के भन्न चाहन्छु भनेदेखिबाट चाहिँ अहिले सोसियल मिडिया नि बन्द भएको कारणले गर्दाखेरि चाहिँ अहिले हामीले सबै मेसेजहरू एकैचोटि कन्भे गर्न पाउँदैनौँ या हामीले दिन नपाइरहेको हुँदाखेरि यदि एडोबिजमा पढ्नुहुने जो जति पनि स्टुडेन्टहरूले यो हेर्दै हुनुहुन्छ प्लिज आफ्नो कलिग साथीहरूलाई चाहिँ यो भिडियो सेयर गर्नु होला। द्याट वे क्लोज फर टुमोरो है। सो हाम्रो कम्प्लिट रूपमा क्लासेसहरू सबै सटडाउन रहनेछ। एन्ड गाइज स्टे सेफ एन्ड जय नेपाल है गाइज ल।